पोइन्ट पाउने अनि हिसाब गर्न आउँदैन भने तिमीले यसरी फर्म नाप्ने यसरी यस्तो गरेर यसरी कति आयो 7 आएन हैन कति आयो 6 5 यति आयो यतिले ठ्याक्क आधा गर्न त सक्छौ नि यति आयो हैन 3 भन्दा यहाँ ठ्याक्कै पोइन्ट कतिमा छ यिनको पोइन्ट कतिमा छ ठ्याक्क 9.5 मा छ नि अनि यो कति छ 3 2 3 मा यहाँ 3.5 पनि आएन तिम्रो यस्तो गर अनि यहाँबाट स्याट यसरी सिधा चक पनि आफू जस्तो राखिन्छ सबै आउनु अगाडि गर्ने बानी लाग्छ हैन यस्तो भयो न यस्तो गरेपछि यहाँ ठ्याक्क 1.5 भन्दा यति कम 1.5 भन्दा यति कम है 2 लाइन हैन 1 2 भन्दा 1 लाइन गरेछु मैले 1 कम गरेछु अब यो गरिसकेपछि यो पट्टीको यो मेन पट्टीलाई तिमीले कसरी गर्ने हुन्छ नि यो चाहिन्छ जस्तै भयो सँगै अनि यस्तो राख्ने अनि यस्तो बिच पोइन्टमा यस्तो राख्ने यता ठ्याक्क आउनु पर्यो यता आउनु पर्यो यस्तो गर्ने हातले यस्तो गर्ने है ठ्याक्क यहाँ आयो यस्तरी सिधा राख्ने अब तिमीले कस्तो राख्ने हो सिधा राख्ने हो कि बाङ्गो लाने हो त्यस्तो ठ्याक्क अब यस्तो डिजाइन पनि गर्न यसैबाट मिल्छ है जुन डिजाइन पनि यसैबाट गर्ने हो यस्तो गरेर अब यो सेप तिमी आफै मिलाऊ अब के गर एउटा मेन कुरा तिमीले के गर्यो भने यो काखी जहिले पनि 6.5 भन्दा 6 भन्दा बढी नगर्ने अनि यो गला चाहिँ 3 3.5 जति पनि गर्न पाइन्छ अनि यो कुम चाहिँ के गर्ने जति ठुलो गला हुन्छ त्यति सानो कुम गर्ने जति सानो गला हुन्छ अलिकति बढाउने काखी पनि थोरै बढाउने तर बढी हिसाब गरिदियौ नि अघि त्यस्तो हिसाब नगर्ने 32 देखि माथि ल्याएपछि त्यो नियम युज नगर्ने मान्छे हेर्ने अथवा कस्तो छ मान्छे यसो हेर्ने थाहा हुन्छ नि त कसैको दुब्लो हुन्छ कसैको मोटो हुन्छ हात त्यो हेर्ने अनि अब बुझ्यौ अहिले सेप गर्न त आउँछ नि अघिको सेप भयो नि राम्रोसँग बनाऊ है